हेलो एभ्रिवान, आज हामी विराटनगर स्थित बस पार्कनिर रहेको चन्द्रकला म्यामको घरमा आएका छौँ। अहिले हामीले भर्खरै उहाँलाई हाम्रो स्लिक किचनको तर्फबाट किचन ह्यान्डओभर गरिसकेका छौँ। अब हामी म्यामलाई केही प्रश्नहरू पनि सोध्न गइरहेका छौँ। कस्तो लाग्दैछ त म्याम हाम्रो स्लिक किचनबाट किचन लगाएर? तपाईँहरूको किचन मलाई राम्रै लागिरहेछ। अब हजुरले चाहिँ जस्तो हाम्रो यो स्लिक किचन नै बनाउँछु भन्ने चाहिँ कसरी सोच्नुभयो? त्यो किचन बनाएको एक दुईजनाको किचनहरू हेरेँ मैले। हजुर। अनि मैले बनाउने क्रममा धेरैवटा भिजिट गर्दाखेरि र धेरैको सजेसन आउँदा चाहिँ सिल्क किचनै बनाउनु है बनाउँदाखेरि भन्ने भएर म तपाईँहरूको सोरुममा भिजिट गर्न गएँ होइन। अब त्यहाँ जाँदा तपाईँहरूको रेस्पोन्स मलाई राम्रो लाग्यो। हजुर। अनि बिहेभियर राम्रो लाग्यो, सबै कुराहरूमा ठिक लाग्न थालेपछि मलाई हामीले डिसिजन गरेको हो। अब जस्तो स्लिक किचन बनाउनु त डिसाइड गर्नुभयो, हजुर। अब घरमा फिटिङ गर्न आउने मान्छेहरू उहाँहरूको कस्तो कस्तो अनुभव रह्यो त हजुरको? एकदमै मैले घर बनाउँदाखेरि तपाईँको सबैभन्दा मैले कुनै प्रेसरै नपाइकन गरेको चाहिँ सिल्क किचन हो कि। सिल्क किचन चाहिँ हामी बस्नै परेन, हामीलाई कुनै कुराहरूको टेन्सनै भएन सिल्क किचन बनाउँदाखेरि। र तपाईँहरूको किचन ओभरअलमा भन्दाखेरि सिल्क किचन महँगो हो भन्छन्, तर महँगो भए पनि इट्स बेस्ट भन्छु क्या म चाहिँ। अब किन घर हजुरलाई बनाउँदा हामी करोडौँ खर्च गरेका छौँ, त्यसमा 1-2 लाख रुपियाँ बढी भयो भने पनि सिल्क किचनै बनाउनु होला भन्छु क्या म बनाउनेहरूको लागि। मैले चाहिँ त्यति पाएको छु अहिले। हजुरलाई अनि किचन बनाएपछि कतिको सजिलो भएको छ त? सजिलो छ, किनभने तपाईँहरूको अर्कोको जस्तो कुनै प्रब्लमै आयो भने पनि होइन हजुर। सर्भिस तुरुन्तै पाएँ मैले। मैले एउटा सानो डिबेट आएको थियो र फोन गरेँ, तपाईँहरूको रेस्पोन्स राम्रो पाएको छु आजको अनि मितिसम्म है। किचनको क्वालिटी फिनिसिङ यो कस्तो ठिक लाग्यो? छ, राम्रो छ। किन म हजुर। त्यो बिट बनाउने चक्करमा थिएँ, बिटै चाहिँदो रहेछ, तपाईँको दुधमा थोप थोप पानी नै छिर्दो यता आउँदो रहेन रहेछ होइन। यो म अरू आउनेहरूलाई पनि मैले एकदम राम्रो सजेसन हजुर चाहिँ एकदम दिएको छु, सन्तुष्ट म एकदम हुनुहुन्छ? सन्तुष्टि छु। अब जस्तो साथीभाइहरूलाई अरू मैले रिकभर सोध्नेहरूलाई के धेरै भन्नुहुन्छ? गरिसकेको छु सिल्क हजुर। किचन। अहिले पनि म सिल्क किचन बनाउँदाखेरि चाहिँ 1-2 लाखको मुख नहेर्ने भन्छु। हुन्छ म्याम, थ्याङ्क यू सो मच, हस्, एकदम ओके, खुसी लाग्यो थ्याङ्क यू, होइन ओके, हजुरसँग यहाँ ठिक छ। आएर।